यो भिडियो कसले देख्नुपर्छ या भेटाएर हेर्नुभएको छ? पहिला रवि लामिछानेलाई प्रतिशोध पनि यति भएको थियो कि सम्हाल्नै नसक्ने, हामी हुन्थ्यो भने त सम्हाल्नै सक्दैन थियो, यति प्रतिशोध भएको थियो। ठुला नेता बनाउँदाहरूले यतिसम्म गरेको थियो कि अरूभन्दा पनि माथि भइसकेको थियो। अनि एउटा भनाइ छ नि, पृथ्वी गोलो छ दिन सबैको आउँछ भन्थे, अहिले देखिसकेको छ। तब हामीले अब देखिसकेका हो। स्पेसली त गगन थापा काङ्ग्रेसले यतिसम्म गराएको थियो कि रवि लामिछानेलाई एकचोटि बोल्नसम्म पनि दिएको थिएन कि अर्को पार्टी दलले। त्यही भएर पनि होला अहिले संसद जाने पुरै बाटो नै बन्द भएको होइन। तपाईँलाई भिडियो कस्तो लाग्छ? लाइक, कमेन्ट, सेयर गरिदिनु।